अस्ति मैले बालेनजीको स्ट्याटस पढेँ, सम्भवतः त्यसमा तपाईँ आउन खोज्नु भयो होला होइन। यहाँ स्ट्याटस आएको रहेछ उहाँको, यसो पढेर पनि सुनौँ। होइन, उहाँले भनेको के छ, म संक्षिप्तमा डियर डोनाल्ड ट्रम्प भनेर प्रेसिडेन्टमा उनले सम्बोधन गरेका छन्। थ्याङ्क यू फर मेकिङ अस रियलाइज आवर कन्ट्री इज बेटर देन योर्स। तपाईँलाई धन्यवाद छ, तपाईँले हामीलाई यो महसुस गराइदिनु भयो कि हाम्रो देश तपाईँको भन्दा राम्रो छ। We are poor because our people are leaving our country. हाम्रो नागरिकहरू हाम्रै देशमा बस्छन्, त्यसकारण हामी गरिब हौँला, गरिब छौँ। You are poor that your people can't build your country. You lazy people need rest on the world for it. ल हेर्नुहोस् है, अमेरिकनहरूलाई लेजी भनिदिएका छन् किनभने तिमीहरूको अल्छीपनको कारण तिमीहरूको देश बनेको छैन भनेको छ। प्लिज स्टप योर यहाँ भनेको छ, प्लिज स्टप योर लस्ट डिबी डाइभर्सिटी भिसाको विषयमा, स्लेभरी एज वेल, यसलाई त एउटा दासताको रूपमा उनले लिएका छन्। वी स्याल गेट आवर गेम्स ब्याक भनेर उहाँले भन्नुभएको छ। यसरी वास्तवमा यो मलाई चाहिँ अलि अर्थपूर्ण स्ट्याटस लाग्यो। उहाँले अलिकति डोनाल्ड ट्रम्पलाई सिधै सम्बोधन गरेर अङ्ग्रेजीमा भन्नुभएको छ होइन। यसको मतलब चाहिँ वास्तवमै एउटा राष्ट्रवादी मोमेन्ट यदि हाँक्ने हो भने, हुन त उहाँलाई अमेरिकासँग इन्डियासँग जोडेर नेपालमा शक्ति केन्द्र खडा गर्न खोजेको, नयाँ दल बनाउन खोजेको भनेर पनि यसरी मिसइन्टरप्रिटेसन भइरहेछ। त्यो आरोप होस् या जे होस्, तर उहाँले चाहिँ डोनाल्ड ट्रम्पलाई त्यसरी संवाद गर्न खोज्नुको मतलब यसको अर्थ छ। हुन त कतिपयले एआईबाट डोनाल्ड ट्रम्पले मिस्टर मेयर भनेर उनलाई सम्बोधन गरेको, डियर मेयर भनेर उनलाई सम्बोधन गरेको जस्तो त्यो छ। अब यहाँ तपाईँको बिचरा आफ्नो नाम र परिचय समेत राम्रोसँग दिन नजान्ने एकजना कर्णाली टिभीको सांसदको एआईबाट अङ्ग्रेजी भाषण बनाइदिएछन्। यो संवादलाई फेरि यहाँ कोरियनमा र चाइनिज ल्याङ्ग्वेजमा बनाइदिएलान् भन्ने मलाई चिन्ता छ। अहिले त एआईको जमानामा छ विश्व होइन। त्यस कारणले गर्दाखेरि बालेनजीप्रति गर्व पनि लाग्छ हेर्नुहोस्, किनभने उहाँले एउटा उच्च स्तरीय क्वालिटी पनि देखाउनु भएको छ। अर्को कुरो के छ भने बालेनजीले परिपक्व टिम बनाएर जाने हो भने मलाई लाग्छ काङ्ग्रेस एमाले हामीलाई चेक एन्ड ब्यालेन्स गर्ने एउटा नयाँ फोर्सको पनि जरुरी छ डेमोक्रेसीमा। त्यो बालेन एक्लैले होइन, हर्क साम्पाङजीसँग मिलेर यदि उहाँ जानु हो भने उहाँले थर्ड फोर्सको रूपमा रवि लामिछाने भन्दा अगाडि आउने सम्भावना देखाउनुहुन्छ।